हजुर सबैलाई जय मसीह ख्रिस्टी अभिवादन। म तेज सुनवार सालोमेजी चर्च लिखु तामाकोसी रामेछापबाट र विशेष गरी म हजुर माझमा यो उत्पत्तिको पुस्तकदेखि प्रकाशसम्मको पुस्तक एउटा दैनिक बाइबल अध्ययनलाई लिएर कसैले लिएर हजुरको माझमा आएको छु। मलाई विश्वास छ र आशा छ तपाईहरु यो अध्ययनलाई सुनेर तपाईहरुको जीवनमा परिवर्तन आउनेछ, ल्याउनेछ, यही आशा गर्दछु। धन्यवाद। उत्पत्तिको पुस्तक 1 अध्याय। शीर्षक छ सृष्टिको वर्णन। आदिमा परमेश्वरले आकाश मण्डल र पृथ्वी सृष्टि गर्नुभयो। पृथ्वी आकार बिनाको र शून्य थियो, अथाह समुद्रमाथि अन्धकार थियो र परमेश्वरका आत्मा माथि परिभ्रमण गर्दै रहनुहुन्थ्यो। अनि परमेश्वरले भन्नुभयो, उज्यालो होस्, तब उज्यालो भयो। र परमेश्वरले उज्यालोलाई भन्नुभयो, त्यो असल थियो। उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो। परमेश्वरले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो। साँझ पर्यो र बिहान भयो पहिलो दिन। अनि परमेश्वरले भन्नुभयो, पानीका बीचमा एक क्षेत्र होस् र त्यसले पानीलाई 2 भाग गरोस्। परमेश्वरले सो बनाएर क्षेत्र मुनिको र माथिको पानीलाई अलग अलग गर्नुभयो। तब त्यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरिक्षलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो दोस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, आकाश मुनि भएको पानी एक ठाउँमा जम्मा होस् र ओबानो भूमि देखा परोस्। तब त्यस्तै भइहाल्यो। परमेश्वरले ओबानो भूमिलाई पृथ्वी भन्नुभयो र जम्मा भएको पानीलाई समुद्र भन्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, भूमिले वनस्पति बिउ हुने बोट बिरुवाहरू र आफ्नो किसिमको बिउ हुने फल फल्ने वृक्षहरू पृथ्वीमा उमारोस्। तब त्यस्तै भइहाल्यो। भूमिले वनस्पति बिउ हुने बोटहरू र आफ्ना किसिमको बिउ हुने फल फल्ने वृक्षहरू उमार्यो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो र बिहान भयो तेस्रो दिन। अनि परमेश्वरले भन्नुभयो, अन्तरिक्षमा दिन र रात छुट्याउनलाई ज्योतिहरू हौन्। तिनीहरू ऋतुहरू, दिनहरू र वर्षहरू छुट्याउन चिन्हको रूपमा काम गरून्। र पृथ्वीमा प्रकाश दिनलाई अन्तरिक्षमा ती ज्योतिहरू हौन्। तब त्यस्तै भइहाल्यो। अनि परमेश्वरले 2 विशाल ज्योतिहरू बनाउनुभयो, ठुलो ज्योति दिनमाथि प्रभुत्व गर्न र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो। अनि परमेश्वरले पृथ्वीमा प्रकाश दिनलाई दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। साँझ पर्यो र बिहान भयो चौथो दिन। अनि परमेश्वरले भन्नुभयो, पानी जीवित प्राणीहरूले प्रशस्त गरी भरिउन् र पंक्षीहरू चाहिँ पृथ्वीमाथि आकाशमा उडुन्। यसैले समुद्रका विशाल जलचरहरू, पानीहरूमा भरिएर चलहल गर्ने किसिम किसिमका सबै जीवित प्राणीहरू र जात जातका पखेटा भएका सबै पंक्षीहरू परमेश्वरले सृष्टि गर्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले तिनीहरूलाई यसो भनेर आशिष दिनुभयो, फल्दै फुल्दै वृद्धि हुँदै र समुद्रमा भरिँदै जाओ। अनि पंक्षीहरूको पनि पृथ्वीमा वृद्धि हुँदै जाओस्। अनि साँझ पर्यो र बिहान भयो 5औं दिन। अनि परमेश्वरले भन्नुभयो, पृथ्वीले जात जातका जीवित प्राणीहरू अर्थात् जात जातका पाल्तु पशुहरू, घस्रने जन्तुहरू र जात जातका वन पशुहरू उत्पन्न गरोस्। तब त्यस्तै भयो। परमेश्वरले पृथ्वीका जात जातका वन पशुहरू, जात जातका पाल्तु पशु र जमिनमा घस्रने जात जातका जन्तुहरू बनाउनु भयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो। अनि परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तिनीहरूले समुद्रका माछाहरू
आकाशका पक्षीहरू, पाल्तु पशुहरू, जमिनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ। समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। अनि परमेश्वरले भन्नुभयो, हेर, म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू, फलमा नै बिउ हुने सबै फलका रुखहरू दिन्छु। ती तिमीहरूलाई आहारको निम्ति हुनेछन्। अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु, हरेक प्राणी जसमा जीवन छ, तिनीहरूका आहारको निम्ति म हरिया वनस्पति दिन्छु। तब त्यस्तै भयो। आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो। वास्तवमा त्यो साह्रै राम्रो थियो। अनि साँझ पर्यो र बिहान भयो, छैटौँ दिन। आमेन।